गुड इभिनिङ सबैलाई गुड इभिनिङ है। हजुरहरू कृषि विकास बैंकको तयारीमा रहनुभएका सम्पूर्ण विद्यार्थीहरूमा हजुरलाई प्र्याक्टिस गराउनका निम्ति युट्युबको प्र्याक्टिस क्लासेस लिएर फेरि पनि हजुरमा उपस्थिति भइसकेका छौँ। यो भिडियो चाहिँ हजुरहरू पनि जति पनि ब्याङ्किङ सेवाको तयारी गरी बसिरहनु भएका छन् भन्ने आशा गर्दछु हजुरको लागि एकदम महत्त्वपूर्ण तथा सहयोग मिल्नेछ। तसर्थ भिडियोलाई ध्यान दिएर स्किप नगरी सुरुदेखि अन्त्यसम्म हेरिदिनु होला। साथै हजुरहरू आजको भिडियोमा जति पनि प्रश्नको उत्तर जान्नुहुन्छ भने तलको कमेन्ट बक्समा अवश्य एन्सर दिनु होला। साथै अन्त्यमा हजुर यस च्यानलमा नयाँ आउनुभएछ र अनलाइनको थ्रु आफ्नो प्रिपरेसनलाई सफल तथा प्रभावकारी बनाउन चाहनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गरी बेल आइकन प्रेस गरिदिनु होला ताकि आगामी समयमा यसो भिडियो मिस नहोस्। ल टाइम वेस्ट नगरी आजको पहिलो प्रश्नबाट सुरु गरौँ। त आजको पहिलो प्रश्नले के भनेको छ भन्दाखेरि What does CPU stand for? अर्थात् CPU को पूरा रूप के हो भन्ने प्रश्न रहेको छ। अप्सन ए सेन्ट्रल प्रोसेस युनिट, त्यस्तै गरी अप्सन बी तपाईको सेन्ट्रल प्रोसेसिङ युनिट, त्यस्तै गरी अप्सन सी तपाईको सेन्ट्रल प्रोसेस युनिट, त्यस्तै गरी अप्सन डी कम्प्युटर प्रोसेसिङ युनिट है। सबै मित्रहरूले लाइभ सेक्सन कमेन्ट सेक्सनमा एन्सर दिँदै जानुस् त। गुड म्याक्सिममले मिलाउनु भएछ है। CPU को पूरा रूप भनेको सेन्ट्रल प्रोसेस युनिट इज द करेक्ट एन्सर। ओके, त्यस्तै गरी आजको दोस्रो प्रश्नले के भन्छ भन्दाखेरि वाट इज द फुल फर्म अफ URL? अर्थात् URL को पूरा रूप के हो भन्ने प्रश्न रहेको छ। अप्सन ए युनिफर्म रिसोर्सेस लोकेटर, त्यस्तै गरी अप्सन बी तपाईको युनिभर्सल रिसोर्सेस लोकेटर, त्यस्तै गरी अप्सन सी तपाईको युनिक रिसोर्सेस लोकेटर, त्यस्तै गरी अप्सन डी तपाईको युनिफर्म रेकर्ड लोकेटर। यदि थाहा छ भने तपाईले लाइभ सेक्सन कमेन्ट सेक्सनमा एन्सर दिँदै जानुस् है। ल यस प्रश्नको सही जवाब रहेको छ तपाईको अप्सन ए युनिफर्म रिसोर्स लोकेटर इज द राइट एन्सर। ओके, त्यस्तै गरी तपाईको तेस्रो प्रश्नले के भनेको छ व्हाट इज द टर्म BIT सर्ट फोर? BIT शब्दको पूरा रूप के हो? अप्सन ए बाइनरी डिजिट, अप्सन बी तपाईको बाइनरी इन्फर्मेसन ट्रान्सफर, अप्सन सी तपाईको बेसिक इनपुट टाइप, त्यस्तै गरी अप्सन डी तपाईको बाइट इन्फर्मेसन टाइप। ल गेस गर्नुहोस् त तेस्रो प्रश्नको राइट एन्सर कुन होला? यस प्रश्नको सही जवाब रहेको छ तपाईको अप्सन ए बाइनरी डिजिट इज द करेक्ट एन्सर। ओके, त्यस्तै गरी तपाईको चौथो प्रश्न धेरै नै इम्पोर्टेन्ट प्रश्न रहेको छ। के भनेको छ व्हाट डज HTTP स्ट्यान्ड फर? अर्थात् HTTP को अर्थ के हो भन्ने प्रश्न रहेको छ। अप्सन ए हाइपर टेक्स्ट ट्रान्सफर प्रोटोकल, त्यस्तै गरी अप्सन बी तपाईको हाई ट्रान्सफर टेक्स्ट प्रोटोकल, त्यस्तै गरी अप्सन सी तपाईको हाइपर लिङ्क ट्रान्सफर टेक्स्ट प्रोटोकल, त्यस्तै गरी अप्सन डी तपाईको होम ट्रान्सफर टेक्स्ट प्रोसेस। ल गेस गर्नुहोस् त मित्र यस प्रश्नको राइट एन्सर कुन होला? गुड म्याक्सिममले मिलाउनु भएछ। अप्सन ए हाइपर टेक्स्ट ट्रान्सफर प्रोटोकल इज द करेक्ट एन्सर। ओके, त्यस्तै गरी तपाईँको पाँचौँ प्रश्नले के भनेको छ भन्दाखेरि विच टर्म डिस्क्राइब्स अ कम्प्युटर प्रोग्राम डेट रिप्लिकेट्स इट्सेल्फ? आफै दौड्ने कम्प्युटर प्रोग्रामलाई के भनिन्छ भन्ने प्रश्न रहेको छ। अप्सन ए भाइरस, अप्सन बी तपाईँको ट्रोजन, अप्सन सी तपाईँको वर्म्स, त्यस्तै गरी अप्सन तपाईको स्पाइसवेयर। ओके, यस प्रश्नको सही जवाब रहेको छ तपाईको अप्सन ए भाइरस। अप्सन ए भाइरस इज द करेक्ट एन्सर। ओके, त्यस्तै गरी तपाईको छठौँ प्रश्नले के भनेको छ व्हाट इज एन IP एड्रेस? अर्थात् IP ठेगाना के हो? अप्सन ए इन्टरनेट प्रोटोकल एड्रेस, अप्सन बी तपाईको इन्टरनल प्रोग्राम एड्रेस, अप्सन सी तपाईको इन्फर्मेसन पाथ, अप्सन डी तपाईको इन्टरनेट प्रोटोकल प्रोभाइडर है। यस प्रश्नको सही जवाब रहेको छ इन्टरनेट प्रोटोकल एड्रेस अर्थात् अप्सन ए हुन्छ भनेर केस गर्नुभएका सम्पूर्ण मित्रहरूको सही जवाब रहेको छ। त्यस्तै गरी तपाईको सातौँ प्रश्नले के भनेको छ व्हाट डज RAM स्ट्यान्ड फर? अर्थात् RAM को अर्थ के हो? अप्सन ए र्यान्डम एक्सेस मेमोरी, अप्सन बी तपाईको रिड एक्सेस मेमोरी, त्यस्तै गरी अप्सन सी तपाईको ऱ्यापिड एक्सेस मेमोरी, त्यस्तै गरी अप्सन डी तपाईको र्यान्डम अल मेमोरी। ओके, सबै मित्रहरूले सबै साथीहरूले एन्सर
दिइहाल्नु त। यस प्रश्नको सही जवाब रहेको छ र्यान्डम एक्सेस मेमोरी अर्थात् अप्सन ए हुन्छ भनेर कमेन्ट सेक्सनमा एन्सर दिनुभएका मित्रहरूले मिलाउनु भएछ। ओके, त्यस्तै गरी तपाईँको 8औं प्रश्नले के भनेको छ व्हाट इज फिशिङ। फिशिङ भनेको के हो? अप्सन ए फ्राउडेन्ट एटेम्प्ट टु अब्टेन सेन्सिटिभिटी इन्फर्मेसन। त्यस्तै गरी अप्सन बी तपाईँको भाइरस एट्याक, अप्सन सी तपाईँको इमेल मार्केटिङ, अप्सन डी तपाईँको नेटवर्क कन्जेसन्स। यस प्रश्नको सही जवाब रहेको छ तपाईँको अप्सन ए गुड अप्सन ए हुन्छ भनेर कमेन्ट सेक्सनमा एन्सर मिलाउनु भएका मित्रहरूले सही जवाब दिनुभएछ। ओके, त्यस्तै गरी तपाईँको 9औं प्रश्नले के भनेको छ व्हाट डज GUI स्ट्यान्ड फर। GUI को पूरा रूप के हो? अप्सन ए ग्राफिकल युजर इन्टरफेस, अप्सन बी तपाईँको जेनरल युजर इन्टरेक्सन्स, अप्सन सी तपाईँको गाइडेड युजर इन्टरफेस, अप्सन डी तपाईँको ग्राफिकल युनिभर्सल्स इनपुट है। यस प्रश्नको सही जवाब रहेको छ तपाईँको अप्सन ए ग्राफिकल युजर इन्टरफेस इज द करेक्ट आन्सर। ओके, त्यस्तै गरी तपाईँको 10औं प्रश्नले के भनेको छ भन्दाखेरि व्हाट डज SSD स्ट्यान्ड फर अर्थात् SSD को अर्थ के हो? अप्सन ए सोलिड स्टेट ड्राइभ, त्यस्तै गरी अप्सन बी तपाईँको सफ्ट स्टोरेज डिस्क, त्यस्तै गरी अप्सन सी तपाईँको सिस्टम स्टोरेज डिभाइस, त्यस्तै गरी अप्सन डी तपाईँको सेक्युर स्टोरेज डिभाइस। यस प्रश्नको सही जवाब रहेको छ अप्सन ए सोलिड स्टेट ड्राइभ इज द राइट एन्सर अर्थात् अप्सन ए गेस गर्नुभएका सम्पूर्ण मित्रहरूको सही जवाब रहेको छ। त्यस्तै गरी तपाईँको 11औं प्रश्नले के भनेको छ व्हाट इज अ मोडेम युज फर। मोडेमको प्रयोग किन गरिन्छ? अप्सन ए टु कनेक्ट टु द इन्टरनेट, अप्सन बी तपाईँको टु प्रिन्ट डकुमेन्ट्स, अप्सन सी तपाईँको टु डिस्प्ले इमेज, अप्सन डी तपाईँको टु स्टोर डाटा। ओके, यस प्रश्नको सही जवाब रहेको छ अप्सन ए है अप्सन ए हुन्छ भनेर कमेन्ट सेक्सनमा एन्सर दिनुभएका मित्रहरूको सही जवाब रहेको छ। त्यस्तै गरी तपाईँको 12औं प्रश्नले के भनेको छ व्हाट डज BIOS स्ट्यान्ड फर अर्थात् BIOS को अर्थ के हो? अप्सन ए बेसिक इनपुट आउटपुट सिस्टम, अप्सन बी तपाईँको बाइनरी इनपुट आउटपुट सफ्टवेयर, त्यस्तै गरी अप्सन सी तपाईँको बेसिक इन्टिग्रेटेड आउटपुट सर्भिस, त्यस्तै गरी अप्सन डी तपाईँको बुट इनपुट आउटपुट सेटअप। यस प्रश्नको सही जवाब रहेको छ तपाईँको अप्सन ए बेसिक इनपुट आउटपुट सेटअप। ओके, त्यस्तै गरी तपाईँको 13औं प्रश्नले के भनेको छ व्हाट इज मालवेयर। मालवेयर भनेको के हो? अप्सन ए मालिसियस सफ्टवेयर, त्यस्तै गरी अप्सन बी तपाईँको ब्याकअप सफ्टवेयर, त्यस्तै गरी अप्सन सी तपाईँको एन्टिभाइरस सफ्टवेयर, त्यस्तै गरी अप्सन डी तपाईँको सिस्टम अपडेट। यस प्रश्नको सही जवाब रहेको छ तपाईँको अप्सन ए है मालिसियस के भन्छ मालिसियस सफ्टवेयर इज द करेक्ट आन्सर। ओके, त्यस्तै गरी तपाईँको 14औं प्रश्नले के भनेको छ भन्दाखेरि व्हाट डज HTML स्ट्यान्ड फर। HTML को पूरा रूप के हो? अप्सन ए हाइपरटेक्स्ट मार्कअप ल्याङ्ग्वेज, अप्सन बी तपाईँको हाइटेक्स्ट मार्कअप ल्याङ्ग्वेज, अप्सन सी तपाईँको हाइपर टुल मार्कअप ल्याङ्ग्वेज, त्यस्तै गरी अप्सन डी तपाईँको हाइपर लिङ्क टेक्स्ट मार्कअप ल्याङ्ग्वेज। ओके, यस प्रश्नको सही जवाब रहेको छ तपाईँको अप्सन ए हाइपर टेक्स्ट मार्कअप ल्याङ्ग्वेज इज द राइट एन्सर। ओके, त्यस्तै गरी तपाईँको 15 प्रश्नले के भनेको छ व्हाट इज अ फायरवाल इन कम्प्युटिङ। कम्प्युटिङमा फायरवाल के हो? अप्सन ए सेक्युरिटी सिस्टम फर नेटवर्क्स, अप्सन बी तपाईँको अ टाइप्स अफ प्रोसेसर, अप्सन सी तपाईँको अ स्क्रिन प्रोटेक्टर, अप्सन डी तपाईँको अ हार्डवेयर पार्ट। ओके, यस प्रश्नको सही जवाब रहेको छ अ सेक्युरिटी सिस्टम फर नेटवर्क अर्थात् अप्सन ए यस प्रश्नको सही जवाब रहेको छ। ओके, त्यस्तै गरी तपाईँको 16औं प्रश्नले के भन्छ व्हाट इज मिन्ट बाई द ब्यान्डविड्थ भन्नाले के भनिन्छ? अप्सन ए डाटा ट्रान्सफर क्यापेसिटी, अप्सन बी तपाईँको स्क्रिन रिसोल्युसन्स, अप्सन सी तपाईँको फाइल साइज, अप्सन डी तपाईँको डाउनलोडेड स्पिड ओन्ली। ओके, यस प्रश्नको सही जवाब रहेको छ डाटा ट्रान्सफर क्यापेसिटी इज द राइट एन्सर अप्सन ए नै यस प्रश्नको सही जवाब रहेको छ। त्यस्तै गरी तपाईँको 17औं प्रश्नले के भनेको छ भन्दाखेरि व्हाट डज PDF स्ट्यान्ड फर अर्थात् PDF को अर्थ के हो? अप्सन ए
पोर्टेबल डकुमेन्ट फर्मेट, अप्सन बी तपाईँको प्रिन्टेबल डकुमेन्ट फाइल, त्यस्तै गरी अप्सन सी भनेको पब्लिक डाटा फर्मेट, त्यस्तै गरी अप्सन डी भनेको पर्सनल डकुमेन्ट फोल्डर। ओके, यस प्रश्नको राइट एन्सर हुन जान्छ पोर्टेबल डकुमेन्ट फर्मेट अर्थात् अप्सन ए हुन्छ भनेर कमेन्ट सेक्सनमा गेस गर्नुभएका मित्रहरूले मिलाउनु भएको छ। ओके, त्यस्तै गरी तपाईँको 18 प्रश्नले के भनेको छ, व्हाट इज एन एल्गोरिथम, एल्गोरिथम भनेको के हो भन्ने प्रश्न रहेको छ। अप्सन ए स्टेप बाई स्टेप प्रोसेस टु सोल्भ प्रब्लम्स, अप्सन बी तपाईँको कम्प्युटर भाइरस, अप्सन सी तपाईँको ब्याकअप सफ्टवेयर, त्यस्तै गरी अप्सन डी तपाईँको डिजिटल सिग्नल। ओके, यस प्रश्नको सही जवाब रहेको छ तपाईँको अप्सन ए स्टेप बाई स्टेप प्रोसेस टु सोल्भ प्रब्लम। ओके, त्यस्तै गरी तपाईँको 19औं प्रश्नले के भन्छ भन्दाखेरि व्हाट इज सफ्टवेयर, सफ्टवेयर भनेको के हो। अप्सन ए अ सेट अफ प्रोग्राम, अप्सन बी तपाईँको फिजिकल पार्ट्स, अप्सन सी तपाईँको भाइरस, अप्सन डी तपाईँको हार्डवेयर कम्पोनेन्ट। है सेट अफ प्रोग्राम नै यस प्रश्नको सही जवाब रहेछ है, धेरै जसो नै अप्सन ए नै रहेछ है साथीहरू। ओके, ल त्यस्तै गरी तपाईँको 20औं प्रश्नले के भनेको छ भन्दाखेरि व्हाट इज द ब्राउजर, अर्थात् ब्राउजर भनेको के हो। अप्सन ए अ प्रोग्राम टु एक्सेस द इन्टरनेट, अप्सन बी तपाईँको एन्टिभाइरस टुल, अप्सन सी तपाईँको कम्प्युटर हार्डवेयर, त्यस्तै गरी अप्सन डी तपाईँको इन्टरनेट प्रोभाइडर। ओके, यस प्रश्नको सही जवाब रहेको छ तपाईँको अप्सन ए नै यस प्रश्नको सही जवाब रहेको छ। त्यस्तै गरी तपाईँको 21औं प्रश्नले के भनेको छ व्हाट डज लेन स्ट्यान्ड फर, अर्थात् लेनको अर्थ के हो। अप्सन ए लोकल एरिया नेटवर्क, अप्सन बी तपाईँको लार्ज एरिया नेटवर्क, अप्सन सी तपाईँको लङ एक्सेस नेटवर्क, अप्सन डी तपाईँको लाइट एक्सेस नेटवर्क। ओके, यस प्रश्नको सही जवाब रहेको छ अप्सन ए लोकल एरिया नेटवर्क इज द राइट एन्सर। ओके, त्यस्तै गरी तपाईँको 22औं प्रश्नले के भनेको छ भन्दाखेरि व्हाट इज द फुल फर्म अफ VPN, VPN को पूरा रूप के हो। अप्सन ए तपाईँको भर्चुअल प्राइवेट नेटवर्क, अप्सन बी तपाईँको भर्चुअल प्रोटोकल नेटवर्क, अप्सन सी तपाईँको भेरिफाइड पर्सनल नेटवर्क, त्यस्तै गरी अप्सन डी तपाईँको भर्चुअल पब्लिक नेटवर्क। ओके, यस प्रश्नको सही जवाब रहेको छ भर्चुअल प्राइवेट नेटवर्क अर्थात् अप्सन ए है, अप्सन ए हुन्छ भनेर कमेन्ट सेक्सनमा एन्सर दिनुभएका मित्रहरूको सही जवाब रहेको छ। त्यस्तै गरी तपाईँको 23औं प्रश्नले के भनेको छ भन्दाखेरि व्हाट डज DNS स्ट्यान्ड फर, DNS को अर्थ के हो। अप्सन ए डोमेन नेम सिस्टम, अप्सन बी तपाईँको डाटा नेटवर्क सर्भिस, अप्सन सी तपाईँको डोमेन नेटवर्क सर्भर, अप्सन डी तपाईँको डाइरेक्ट नेम सोर्सेस। यस प्रश्नको सही जवाब रहेको छ अप्सन ए डोमेन नेम सिस्टम इज द करेक्ट एन्सर। ओके, त्यस्तै गरी तपाईँको 24औं प्रश्नले के भनेको छ भन्दाखेरि व्हाट इज द फङ्सन्स अफ एन अपरेटिङ सिस्टम, अपरेटिङ सिस्टमको काम के हो भन्ने प्रश्न रहेको छ। अप्सन ए टु म्यानेज हार्डवेयर एन्ड सफ्टवेयर, त्यस्तै गरी अप्सन बी तपाईँको टु स्क्यान भाइरस, त्यस्तै गरी अप्सन सी तपाईँको टु ब्राउज द इन्टरनेट, त्यस्तै गरी अप्सन डी तपाईँको टु ट्रान्सफर फाइल। ओके, यस प्रश्नको सही जवाब रहेको छ म्यानेज हार्डवेयर एन्ड सफ्टवेयर है, टु म्यानेज हार्डवेयर सफ्टवेयर काम भनेको अपरेटिङ सिस्टमको रहेको छ। ओके, त्यस्तै गरी तपाईँको 25औं प्रश्नले के भनेको छ व्हाट डज ISP स्ट्यान्ड फर, अर्थात् ISP को अर्थ के हो भन्ने प्रश्न रहेको छ। अप्सन ए इन्टरनेट सर्भिस प्रोभाइडर, अप्सन बी तपाईँको इन्टरनेट सेयरिङ पोइन्ट, अप्सन सी तपाईँको इन्टिग्रेटेड सर्भिस प्रोटोकल, त्यस्तै गरी अप्सन डी तपाईँको इन्टरनल सर्भर प्रोभाइडर है। यस प्रश्नको सही जवाब रहेको छ इन्टरनेट सर्भिस प्रोभाइडर अर्थात् अप्सन ए नै यस प्रश्नको सही जवाब रहेको छ। त्यस्तै गरी तपाईँको 26औं प्रश्नले के सोध्छ भन्दाखेरि व्हाट इज क्याश मेमोरी, क्याश मेमोरी भनेको के हो। अप्सन ए फास्ट मेमोरी क्लोज टु CPU, अप्सन बी तपाईँको पर्मानेन्ट स्टोरेज, अप्सन सी तपाईँको इन्टरनेट मेमोरी, अप्सन डी तपाईँको सेकेन्ड मेमोरी। पक्कै पनि अप्सन ए नै रोज्नुभयो होला, अप्सन ए नै यस प्रश्नको सही जवाब रहेको छ फास्ट मेमोरी क्लोज टु CPU। ओके, त्यस्तै गरी तपाईँको 27औं प्रश्नले के भन्छ भन्दाखेरि व्हाट इज हाइपरलिङ्क, हाइपरलिङ्क भन्नाले के जनाउँदछ। अप्सन ए क्लिकेबल लिङ्क टु अनदर पेज, अप्सन बी तपाईँको वेब ब्राउजर, अप्सन सी तपाईँको डाउनलोड लिङ्क, त्यस्तै गरी अप्सन डी तपाईँको भाइरस लिङ्क। यस प्रश्नको सही जवाब रहेको छ अप्सन ए क्लिकेबल लिङ्क टु अनदर
पेज अर्थात् अप्सन ए नै यस प्रश्नको सही जवाब रहेको छ। त्यस्तै तपाईको 28औं प्रश्नले के भनेको छ व्हाट इज क्लाउड कम्प्युटिङ। क्लाउड कम्प्युटिङ के हो अप्सन ए युजिङ रिमोट सर्भर्स बायोनेट अप्सन बी तपाईको फ्लाइङ कम्प्युटर सिस्टम अप्सन सी तपाईको वेदर कन्ट्रोल सिस्टम अप्सन डी तपाईको अफिस के भन्छ रे अफलाइन डाटा शेयरिङ। यस प्रश्नको सही जवाब रहेको छ युजिङ रिमोट सर्भर बायो इन्टरनेट। ओके त्यस्तै गरी तपाईको 29औं प्रश्नले के भनेको छ भन्दाखेरि व्हाट डज आईसीटी स्ट्यान्ड फर अर्थात् आईसीटी को पूरा रूप के हो अप्सन ए इन्फर्मेसन्स एन्ड कम्युनिकेसन टेक्नोलोजी अप्सन बी तपाईको इन्टरनेसनल कम्प्युटर ट्रान्सफर अप्सन सी तपाईको इन्टिग्रेटेड कम्युनिकेसन टुल त्यस्तै गरी अप्सन डी तपाईको इन्टरनल को टेक्नोलोजी। ओके यस प्रश्नको सही जवाब रहेको छ अप्सन ए है इन्फर्मेसन्स एन्ड कम्युनिकेसन टेक्नोलोजी इज द राइट आन्सर। ओके साथै यस च्यानलमा नयाँ हुनुभएछ र अनलाइनको थ्रु आफ्नो प्रिपरेसनलाई सबल तथा प्रभावकारी बनाउन चाहनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गरी बेल आइकनलाई प्रेस गरिदिनु होला ताकि आगामी समयमा यसो भिडियो मिस नहोस्। त्यस्तै गरी तपाईको 30औं प्रश्न हेर्दिनुस् त मित्र के भनेको छ व्हाट इज एन एप्स। एप्स भन्नाले के जनाउँदछ अप्सन ए एप्लिकेसन सफ्टवेयर अप्सन बी तपाईको एन्टिभाइरस प्रोग्राम अप्सन सी तपाईको डिभाइस हार्डवेयर अप्सन डी तपाईको वेब पेज। ओके यस प्रश्नको सही जवाब रहेको छ अप्सन ए एप्लिकेसन सफ्टवेयर नै यस प्रश्नको सही जवाब रहेको छ। त्यस्तै गरी तपाईको 31औं प्रश्नले के भनेको छ व्हाट इज स्पाइवेयर। स्पाइवेयर भनेको के हो अप्सन ए सफ्टवेयर डेट सिक्रेटली गेदर्स युजर इन्फो त्यस्तै गरी अप्सन बी तपाईको एन्टिभाइरस सफ्टवेयर त्यस्तै गरी अप्सन सी तपाईको अडियो प्लेयर त्यस्तै गरी अप्सन डी तपाईको प्रिन्टर ड्राइभर। ओके यस प्रश्नको सही जवाब रहेको छ तपाईको अप्सन ए सफ्टवेयर डेट सिक्रेटली गेदर्स युजर इन्फर्मेसन। ओके त्यस्तै गरी तपाईको 32औं प्रश्नले के भनेको छ भन्दाखेरि व्हाट इज इन्क्रिप्सन्स अर्थात् इन्क्रिप्सन्स भनेको के हो अप्सन ए कन्भर्टिङ डाटा इन्टु सिक्रेट कोड अप्सन बी तपाईको कपिङ डाटा अप्सन सी तपाईको डिलिटिङ फाइल त्यस्तै गरी अप्सन डी तपाईको कम्पेरिजिङ फाइल्स। ओके अप्सन ए नै यस प्रश्नको सही जवाब रहेको छ अप्सन ए इज द राइट आन्सर। ओके त्यस्तै गरी तपाईको 33औं प्रश्नले के भनेको छ व्हाट इज डिफ्र्यागमेन्टेसन। डिफ्र्यागमेन्टेसन के हो अप्सन ए रिअर्गनाइजिङ डाटा अन अ हार्ड ड्राइभ अप्सन बी तपाईको भाइरस स्क्यानिङ अप्सन सी भनेको डाटा इन्स्क्रिप्सन्स अप्सन डी तपाईको फर्मेटिङ मेमोरी। यस प्रश्नको सही जवाब रहेको छ अप्सन ए है सबैको अप्सन ए नै राइट आन्सर भइरहेको छ अप्सन ए नै यस प्रश्नको सही जवाब रहेको छ। त्यस्तै गरी तपाईको 34औं प्रश्नले के भनेको छ भन्दाखेरि व्हाट इज अ पिक्सेल। पिक्सेल के हो अप्सन ए स्मलेस्ट युनिट अफ अ डिजिटल इमेज अप्सन बी तपाईको मेमोरी चिप अप्सन सी तपाईको डिस्प्ले सेटिङ अप्सन डी को ब्याट्री साइज। यस प्रश्नको सही जवाब रहेको छ अप्सन ए है अप्सन ए गेस गर्नुभएका सम्पूर्ण मित्रहरूको सही जवाब रहेको छ अप्सन 35औं प्रश्नले के भनेको छ व्हाट इज एन आइकन। आइकन के हो अप्सन ए स्मल ग्राफिकल रिप्रेजेन्टेसन्स अफ अ प्रोग्राम अप्सन बी भनेको कीबोर्ड बटन अप्सन सी भनेको नेटवर्क नेम अप्सन डी भनेको पासवर्ड। यस प्रश्नको सही जवाब रहेको छ अप्सन ए है अप्सन ए हुन्छ भनेर गेस गर्नुभएका मित्रहरूले मिलाउनु भएछ। ओके त्यस्तै गरी तपाईको 36औं प्रश्नले के भनेको छ व्हाट डज बुटिङ मिन। बुटिङ भन्नाले के जनाउँदछ अप्सन ए स्टार्टिङ द कम्प्युटर अप्सन बी तपाईको सुटिङ डाउन अप्सन सी तपाईको प्रिन्टिङ डकुमेन्ट्स अप्सन डी तपाईको रिस्टार्टिङ सफ्टवेयर। यस प्रश्नको सही जवाब रहेको छ स्टार्टिङ द कम्प्युटर इज द राइट आन्सर। ओके त्यस्तै गरी तपाईको 37औं प्रश्नले के सोधेको छ भन्दाखेरि व्हाट इज स्पम। स्पम भनेको के हो अप्सन ए अनवान्टेड इमेल अप्सन बी तपाईको भाइरस अप्सन सी भनेको ब्राउजर अप्सन डी भनेको स्टोरेज युज अनवान्टेड मेल नै यस प्रश्नको सही जवाब रहेको छ। त्यस्तै गरी तपाईको 29औं प्रश्नले के भनेको छ व्हाट इज अ ड्रग एन्ड ड्रप। ड्रग एन्ड ड्रप के हो मुभिङ अब्जेक्ट युजिङ माउस अप्सन बी तपाईको रिबुटिङ सिस्टम अप्सन सी तपाईको इन्स्टलिङ ड्राइभर अप्सन डी भनेको सेभिङ फाइल। पक्कै पनि मित्रहरूले अप्सन ए नै रोज्नु भएछ गुड। त्यस्तै गरी तपाईको 39औं प्रश्नले के भनेको छ भन्दाखेरि व्हाट इज अ बग इन प्रोग्रामिङ। बग इन प्रोग्रामिङ के हो
भन्ने प्रश्न रहेको छ अप्सन ए एन एरर इन कोड अप्सन बी तपाईको अ भाइरस अप्सन सी भनेको मेमोरी चिप अप्सन डी भनेको ब्याकअप फाइल यस प्रश्नको सही जवाब रहेको छ अप्सन ए ओके त्यस्तै गरी तपाईको 40औं प्रश्नले के भनेको छ व्हाट इज सफ्टवेयर प्राइभेसी अप्सन सफ्टवेयर प्राइभेसी भन्नाले के बुझिन्छ इलिगल कपिङ अफ सफ्टवेयर भाइरस स्क्यानिङ युजिङ ओपन सोर्सेस सफ्टवेयर डाउनलोडिङ एप्स यस प्रश्नको सही जवाब रहेको छ अप्सन ए है ल त्यस्तै गरी तपाईको 41औं प्रश्नले के भनेको छ भन्दाखेरि व्हाट इज ट्रबल सुटिङ के हो सोल्भिङ टेक्निकल प्रब्लम सुटिङ एरर्स रनिङ एन्टिभाइरस अपडेटिङ एप्स है यस प्रश्नको सही जवाब रहेको छ तपाईको अप्सन ए इज द राइट आन्सर ओके त्यस्तै गरी तपाईको 42औं प्रश्नले के भनेको छ व्हाट डज ओएलईडी स्ट्यान्ड फर ओएलईडी को अर्थ के हो भन्ने प्रश्न रहेको छ अप्सन ए अर्गेनिक लाइट इमिटिङ डिकोड अप्सन बी भनेको अनलाइन एलईडी अप्सन सी भनेको ओपन एलईडी अप्सन डी भनेको अर्गनाइज लाइट इमिटिङ डिस्प्ले पक्कै पनि मित्रहरूले अप्सन ए नै रोज्नु भएको छ यो अप्सन ए नै यस प्रश्नको सही जवाब रहेको छ अर्गेनिक लाइट इमिटिङ डिकोड इज द राइट आन्सर ओके त्यस्तै गरी तपाईको 43औं प्रश्नले के भनेको छ भन्दाखेरि व्हाट इज रिबुट भन्नाले के बुझिन्छ अप्सन ए रिस्टार्टिङ द कम्प्युटर अप्सन बी भनेको फर्मेटिङ द सिस्टम अप्सन सी भनेको चेन्जिङ सफ्टवेयर त्यस्तै गरी अप्सन डी भनेको डिलिटिङ फाइल यस प्रश्नको सही जवाब रहेको छ अप्सन ए है रिस्टार्टिङ द कम्प्युटर इज द करेक्ट आन्सर ओके व्हाट इज आइपी स्पूफिङ भन्छ है आइपी स्पूफिङ भन्नाले के भनिन्छ भन्ने प्रश्न रहेको छ अप्सन ए फर्गिङ आइपी एड्रेस टु हाइड आइडेन्टिटी अप्सन बी भनेको चेन्जिङ पासवर्ड अप्सन सी भनेको इन्करप्टिङ इन्टरनेट अप्सन डी भनेको रिस्टार्टिङ मोडेम यस प्रश्नको सही जवाब रहेको छ अप्सन ए है अप्सन ए हुन्छ भनेर कमेन्ट सेक्सनमा एन्सर दिनुभएका मित्रहरूले मिलाउनु भएको छ ओके व्हाट इज अ प्लगइन के हो एड अन द सफ्टवेयर एक्सटेन्डेड फङ्सनालिटी अप्सन ए नै यस प्रश्नको राइट एन्सर हुन जान्छ धेरै जस्तो सबैको अप्सन ए नै एन्सर आइरहेछ है साथीहरू ओके व्हाट इज ओपन सोर्सेस सफ्टवेयर फ्री टु युज एन्ड मोडिफाई सफ्टवेयर अप्सन ए नै यस प्रश्नको सही जवाब रहेको छ त्यस्तै गरी व्हाट इज अ सर्टकट कीबोर्ड कम्बिनेसन्स अफ द क्विक एक्सन माउस यो भनेको अप्सन ए नै यस प्रश्नको सही जवाब रहेको छ है त्यस्तै गरी तपाईको 48औं प्रश्नले के भनेको छ व्हाट इज द ड्यासबोर्ड इन सफ्टवेयरमा ड्यासबोर्ड भन्नाले के भन्छ कन्ट्रोल प्यानल अर ओभरभ्यू इन्टरफेस यस वालपेपर टुल्स बार सफ्टवेयर लाइसेन्स यस प्रश्नको सही जवाब रहेको छ अप्सन ए है त्यस्तै गरी तपाईको व्हाट इज गिगाबाइट जिबी अर्थात् गिगाबाइट जिबी के हो अप्सन ए युनिट्स अफ द डाटा स्टोरेज अ कम्प्युटर मोडेल अप्सन बीसी भनेको प्रोसेसर स्पिड मोनिटर ब्रान्ड है स्टोरेज है स्टोरेज जिबी टिबी भनेको स्टोरेज रहेको छ अर्थात् अप्सन ए नै यस प्रश्नको सही जवाब रहेको छ त्यस्तै गरी तपाईको 50औं प्रश्नले के भनेको छ भने धेरै नै इम्पोर्टेन्ट प्रश्न रहेको छ है साथीहरू ओके व्हाट इज वाइफाई स्ट्यान्ड फर अर्थात् वाइफाई को अर्थ के हो वायरलेस आइडेन्टिटी ए अप्सन ए नै यस प्रश्नको सही जवाब रहेको छ है साथीहरू धेरै जसोको अप्सन ए नै रहेको छ यसैका साथै तपाईको कम्प्युटर रिलेटेड सबै टपिक्स दिएको छ तपाईहरुले आफैले कमेन्ट गर्नु होला इकोनोमिक्स कि तपाईको म्यानेजमेन्ट है जसको अनुसार म भिडियोहरु प्रोवाइड गर्नेछु स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् र आफ्नो तयारीलाई निरन्तरता दिनुहोस् यति भन्दै आजको क्लासबाट म छुट्न चाहे हस्त धन्यवाद।